नमस्ते साथीहरू अनि आशा छ तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। लङ टाइम पछाडि आज फेरि म तपाईँहरूको बिचमा अनि आउन पाउँदा धेरै खुसी छु। अनि झन्डै 1 वर्षसम्म म हराएको थिएँ, तर अहिले म फेरि तपाईँहरूको माझमा आउन पाइराखेको छु। टक्क अलिअलि सानो मेरो बस्ने छाप्रो होइन। अनि म चाहिँ नेपालमा छु। पहिला झन्डै नेपाल पोहोर साल भ्याकेसनमा आएको बेलामा यो युट्युब च्यानल खोलेको थिएँ। अहिले चाहिँ म नेपालमा छु र अनि त्यस पछाडि बिहे गरेर फेरि बाहिर गएको थिएँ। फेरि झन्डै 1 वर्ष पछाडि नेपालमा आएको छु र अब नेपालमै केही गर्छु भनेर आएको। अनि र आज इन्फर्मेसन चाहिँ के छ भने चाहिँ हामी नेपालीहरू चाहिँ आफ्नो सानो कामको लागि पनि थोरै कमिसन अनि अथवा घुस मानिसहरूलाई अनि काम गर्ने मानिसहरूलाई दिन्छौँ। तर त्यो चाहिँ हामीहरूले गर्नु हुँदैन भन्ने कुरा उदाहरण लिएर चाहिँ म तपाईँहरूको बिचमा आएको छु। यो तपाईँहरूले देख्दै हुनुहुन्छ होला। यो चाहिँ मैले लाइसेन्स पास गरेको के भन्छ अब यो पर्ची हो होइन। अनि आज चाहिँ म लाइसेन्स लिन जाँदैछु। अस्ति मैले ट्रायल पास गरेँ। अनि यो ट्रायल चाहिँ मैले 4 पटकमा पास गरेको भन्दा नि लाज लाग्छ होला होइन। तर अनि मेहनत गर्नु चाहिँ छोड्नु हुँदैन होइन। मैले पोहोर साल आउँदाखेरि म 3चोटि ट्रायल फेल भएको, तर यो पटक चाहिँ म एकै पटकमा पास भएँ होइन। अनि यो चाहिँ मेरो लागि ठुलो एचिभमेन्ट हो। 2026को सेकेन्ड विकमै मैले यो पटक चाहिँ फर्स्ट टाइममै लाइसेन्स पास गरेँ। अनि यो पटक म लाइसेन्सको ट्रायल दिने क्रममा चाहिँ अनि एकजना त्यहाँको प्रशिक्षकले चाहिँ त्यो म ट्रायल दिनुभन्दा अगाडि चाहिँ आधा घन्टा मैले त्यो स्कुलमा अथवा त्यो ट्रायल हुने ठाउँमा चाहिँ सिक्दै थिएँ। अनि त्यो बेलामा चाहिँ उहाँले मलाई भन्नुभएको थियो, गाह्रो छ भने भन्नुहोस् है सर, हामी मिलाउन मिल्छ भन्दै हुनुहुन्थ्यो। अनि मैले कति हो सर भनेर यसरी मजाक गरेर भनेको, उहाँले 10,000 भन्नुभयो। अनि मैले भने सर म ट्रायल दिन्छु भने। अनि म साँच्चै ट्रायल पनि दिएँ, पास पनि भएँ। मेरो 4 पटकमा मैले चाहिँ ट्रायल पास गरेको। अनि यो चाहिँ मेरो लागि ठुलो एचिभमेन्ट हो। अनि तपाईँहरूलाई चाहिँ म यो कुरा भन्न चाहन्छु कि यो कुराहरू तपाईँहरूलाई म सेयर गर्न चाहन्छु कि आफू मेहनत गर्नुहोस्, कसैलाई पनि 1 रुपियाँ नदिनुहोस्। तपाईँहरूले मेहनत गर्नुभयो भने चाहिँ तपाईँहरू सक्सेस हुनलाई चाहिँ केही कुराले पनि रोक्दैन। न त पैसाले न त इमानले, कुनै पनि कुराले रोक्दैन। अनि आफू इमान्दारी हुनुहोस्, आफूले मेहनत गर्नुहोस्, अनि तपाईँहरू चाहिँ त्यो कुरामा सफलता हुनुहुनेछ। र अनि भरे म त्यो लाइसेन्सको अनि पर्ची एउटा त्यो दिन्छ होला, त्यो लिएर म तपाईँलाई देखाउनेछु। आज राजस्व बुझाएर आउनेछु। र अनि आफूले मेहनत गर्न चाहिँ कहिले पनि नछोड्नु होला। अनि त्यो लाइसेन्स को लागि मैले जुन 1 रुपियाँ पनि दिइनँ, मैले राजस्व बुझाएँ इमान्दारीपूर्वक। पहिला पनि 3चोटि मैले 500 रुपियाँ राजस्व बुझाएँ, 1500 रुपियाँ गयो। यो पटक चाहिँ मैले 1चोटि बुझाएँ अनि पास भएँ, लिखित दिएँ, पास भएँ ट्रायल। र आज राजस्व बुझाएर आउँदैछु। अनि 1 रुपियाँ पनि नदिकन, कसैलाई पनि घुसपेट नदिकन अनि आफ्नो लाइसेन्स निकाल्नुहोस् अथवा आफ्नो कामहरू बनाउनुहोस्। अनि कसैलाई कुनै पनि माइकल लाल इन्द्रेको बाउ चन्द्र आए पनि तपाईँले 1 रुपियाँ नदिनुहोस्। अनि तपाईँ आफूमा रहेर अनि विश्वासका साथ आफूले आफूलाई विश्वास गर्नुहोस् र आफूले आफूलाई अनि अगाडि बढाउनुहोस्। आफूले आफूलाई अनि त्यो कुरामा लागि पर्नुहोस्, अनि तपाईँहरू सफल हुनुहुनेछ। अनि यहाँहरू सबैलाई धन्यवाद। अनि कन्टिन्यू हुनेछ भिडियो चाहिँ हेर्दै गर्नुहोला। अनि फाइनली चाहिँ टक्क अब यो राजस्व बुझाएर टक्क यो रेसिपी लिएर आएँ होइन। अनि यो चाहिँ लाइसेन्सको उस हो। अब यो भइसके पछाडि रोडमा अब ढुक्कसँगले चलाउन पाइयो, जस खुसी लागेको छ होइन। अनि त्यही हो, आफू विश्वास गर्नुहोस् आफूले आफूलाई। 1 रुपियाँ कोही कसैलाई नदिनुहोस् र मेहनत गऱ्यो भने, आफूले कोसिस गर्यो भने, आफूले आफूमा विश्वास गर्यो भने चाहिँ नहुने कुरा चाहिँ केही पनि छैन। त्यही हो गाइस। सो म चाहिँ अब फाइनली बाइकको लाइसेन्स निकाल्न सफल भएको छु 4 पटकमा। अब गाडीको पनि अब ट्राई गर्ने कोसिस गर्न लागेको छु। अनि गाडीको पनि हेरौँ, एकै पटकमा निकाल्नुपर्छ अब गाडीको चाहिँ। थ्याङ्क यू साथीहरू, अहिलेसम्म हेरेर साथ अनि सहयोग दिनुभयो तपाईँहरूलाई अनि धेरै धेरै धन्यवाद। अनि धेरै धेरै माया गर्नुभएको लागि धन्यवाद। अनि मेरो भिडियोलाई मन पराउनु भएको छ भने लाइक, कमेन्ट अनि सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। जय नेपाल।